बुद्धिमानी चरा। धेरै पहिले एउटा हरियो र शान्त वन थियो जहाँ बिहान बेलुकाको हावा पनि सङ्गीत जस्तै गुन्जिन्थ्यो। त्यो वनमा सयौं रुखहरू थिए, सिसो, साल, सल्ला, चिराउटो र कमल फुल्ने खोलाको किनार पनि थिए। त्यही वनको सबैभन्दा अग्लो सालको रुखमा एउटा सानो चरा बस्थे। सबैले उसलाई बुद्धिमती चरा भनेर नाम राखेका थिए, किनभने ऊ सधैँ सोच्ने, बुझ्ने र असल निर्णय लिने गर्थे। ऊ सानो थिए तर उसको हृदय ठुलो थियो। बेलुका ऊ गुडमा बस्दै ताराहरू गन्थे र बिस्तारै आफ्नो साथीहरूलाई भन्थे, हामी यो वनका सन्तान हौं। यो बोट बिरुवा, यो हावा, यो पानी सबै हाम्रो परिवार हो। वनमा सबै कुरा सुन्दर थियो। तोतेहरू रङ्गीन पखेटा फट्याउँदै गुनगुनाउँथे, मयूरहरू हिउँ जस्तै उज्यालो बिहानमा नाच्थे र चिलगैहरू फुलहरू बोकेर दौडिन्थे। वनका जनावरहरू पनि खुसी थिए। हात्ती खोलामा नुहाउँथे, हरिणहरू घाँसमा खेल्थे। सबैलाई लाग्थ्यो यो संसार कहिल्यै बदलिँदैन। तर बुद्धिमती चरालाई कहिलेकाहीँ चिन्ता लाग्थ्यो। भन्थे, मानिसहरू नजिकै छन्, उनीहरू खोलाको पानी प्रयोग गर्न थालेका छन्। यदि उनीहरूले यो वनलाई लोभले हेरे भने हाम्रो स्वर्ग नर्कमा बदलिन सक्छ। तर अन्य पंक्षीहरू हाँस्थे, ए सानी, हाम्रा पुर्खा पनि यही थिए, यो वन कसैले बिगार्न सक्दैन। एक रात हावाको सानो झोक्कासँगै एउटा चिङ्गारी आयो। सायद कुनै मानिसले बनाएको आगोको लपको पहिले त्यो सानो थियो तर हावासँगै फैलिँदै गयो। सालका पातहरू जले, धुवाले आकाश ढाकियो। जनावरहरू डराएर भागे। तोते र सुगाहरू चिच्याउँदै टाढा गए। आगोको उज्यालोले रातलाई रातो बनायो। बुद्धिमती चराले त्यो दृश्य देखी उसले आफ्नो पखेटा फटफटाएर भनिन्, यो मेरो घर हो, म यसलाई बचाउँछु। ऊ खोलातिर उडिए। त्यहाँबाट आफ्नो सानो चुचोले पानी बोकेर आगो लागेको रुखमाथि खसाली। तर त्यो सानो पानीको थोपा विशाल आगोमा हरायो। अन्य चराहरू हाँस्थे, त पागल भइछे, तेरो सानो चुचोले के बुझ्छ आगो। तर बुद्धिमतीले दृढ स्वरमा भनिन्, मलाई थाहा छ, मेरो प्रयास सानो हो, तर यो मेरो घर हो, मेरो दायित्व हो। यदि म केही नगरेर बसेँ भने म जिउँदो भए पनि लाजले मर्छु। उनी फेरि पनि पानी ल्याउँदै थिइन्। पखेटा पोलिए, शरीर तात्यो, आँखाबाट धुवाले गर्दा आँसु बगे, तर ऊ रोकिन। त्यो बेला आकाशका वर्षाका देवता बसिरहेका थिए। उनीहरूले त्यो दृश्य हेरेर एक अर्कालाई भने, मानवको लोभले पृथ्वी जलिरहेकी छ, तर यो सानो चराको हिम्मतले हामीलाई लाज दिलायो। देवताहरूले आँसु झारे र त्यो आँसु वर्षा बनेर जमिनमा खस्यो। धेरै बेर नलागी सारा आगो पानीमा डुब्यो। वन फेरि हरियो बन्यो, धुवा हट्यो, सुगन्ध आयो र कमल फुल्न थाले। सबै जनावरहरू फर्किए। तोते र सुगाहरूले बुद्धिमती चराको नाममा गीत गाए। हात्तीले खोलाको पानी उसकै गुडतिर उछाल्यो र वनका सबैले निर्णय गरे, आजदेखि यो वनको नाम बुद्धिमती वन। तर बुद्धिमती चरा भने विनम्र थिए। उसले मात्र मुस्कुराउँदै भनिन्, म नायक होइन, मैले मात्र मेरो जिम्मेवारी पूरा गरेँ। सास सानो शरीरमा पनि बस्छ। साँचो हिम्मत मनको आकारले तय हुन्छ, शरीरले होइन। प्रकृति हाम्रो घर हो, हामी सबैले यसलाई बचाउने हाम्रो कर्तव्य हो। ठुला समस्या सधैँ साना प्रयासबाटै हराउँछ। जब असल मनहरू एकताबद्ध हुन्छन्, अरूले हाँसे पनि असल कार्य
गर्न छोड्नु हुँदैन, किनभने कर्म कहिले व्यर्थ जाँदैन। त्यो रात जब वर्षा रोकियो, बुद्धिमती चराले ताराहरू हेरी अनि सोची अब आकाशका आँसु पृथ्वीमा झर्छन्। जब आकाशका आँसु पृथ्वीमा झर्छन् संसार फेरि नयाँ हुन्छ। त्यो क्षणमा ऊ मुस्कुराइन आँखाबाट एउटा सानो आँसु खस्यो, तर त्यो आँसु सुनझै चम्कियो र बिहानको पहिलो घामसँगै वन फेरि जीवनले उज्यालो भयो।